भन्दै गर्दा हामी अब तपाईँलाई यो कार्यक्रमबाट चाहिँ बिदा गर्नुपर्ने हुन्छ र अब तपाईँ भने जानुहोस् छिटोभन्दा छिटो हाम्रो कस्टमर सर्भिसमा है ल। र अब हाम्रो साथीहरूले पनि हेर्नु होला, यस्तै गरी चाहिँ तपाईँहरूको पनि पालो रहेको छ, मौका रहेको छ, तपाईँहरूले पनि जित्न सक्नुहुन्छ। हाम्रो चाहिँ एकदमै राम्रो भन्दा राम्रो रकम, त्यसैले तपाईँहरूले पनि ढिला नगरिकन छिटोभन्दा छिटो हाम्रो कस्टमर सर्भिसमा गएर बुझ्दै गर्नु होला है। बुझ्दै गर्नु होला। अब भने योभन्दा पछाडि चाहिँ हाम्रो नवीनजीको चाहिँ पालो आएको छ ल। नवीनजी तपाईँलाई पनि एकदमै धेरै धेरै स्वागत छ हाम्रो यो कार्यक्रम सुपर ड्रप 777मा। र उहाँले प्याकेज नम्बर 1 को कार्ड चुज गरेर आउनुभएको रहेछ हाम्रो नवीनजीले है। प्याकेज नम्बर 1 को कार्ड चुज गरेर आउनुभएको रहेछ। उहाँको लागि चाहिँ यो प्याकेज नम्बर 1 को कार्ड चाहिँ म ल्याइहालेँ ढिला नगरिकन। र तपाईँको चाहिँ यो प्याकेज नम्बर 1 को कार्डमा चाहिँ हाम्रो नवीनजीले चाहिँ 1 मिलियन सिङ्गापुर डलरसम्म चाहिँ जित्ने मौका रहेको छ है। र हेरौँ तपाईँको चाहिँ अब यो रकम चाहिँ जित्ने अवसर चाहिँ तपाईँलाई रहेको छ। अब तपाईँको लकले चाहिँ कतिसम्म साथ दिन्छ भनेर ल। अब यो तपाईँको चाहिँ 10वटा कार्ड तपाईँले यसमा प्राप्त गर्नुहुन्छ। 1 2 3 4 5 6 7 8 9 10 र बाँकी रहेको कार्ड चाहिँ हाम्रो आउने अरू मित्र साथीहरूको राख्दै यसलाई म फेरि पनि एकचोटि चाहिँ गनिहाले। 1 2 3 4 5 6 7 8 9 10 र यो बाँकी रहेको चाहिँ यो 10वटा कार्ड चाहिँ अब रेडी भएको छ। र अरू मित्र साथीहरू पनि एकदमै रेडी भएर आउनुहोस्, तपाईँहरू पनि जोडिनुहोस्। तपाईँहरूले पनि यस्तै राम्रो भन्दा राम्रो राशि जितेर जानुहोस् आजको यो कार्यक्रमबाट। तपाईँहरूले आएर जोडिनु होला, तपाईँहरू पनि जितेर जान सक्नुहुन्छ है। र अब भने हाम्रो चाहिँ नवीनजीको चाहिँ लोट्री कोडको पालो रहेको छ। तपाईँले कस्टमर सर्भिसबाट प्राप्त गर्नुभएको होला नवीनजी। हेर्नु होला, तपाईँको लोट्री कोड रहेको छ नवीन CE556 भनेर चाहिँ तपाईँको लोट्री कोड रहेको छ आजको है। यो चाहिँ तपाईँले चाहिँ आफ्नो नाम भन्दा पनि तपाईँको यो लोट्री कोड चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ। तपाईँलाई मजाले देखाइदिए नवीन CE556 तपाईँको चाहिँ लोट्री कोड रहेको छ। आजको डेट हेर्नुहोस्, प्याकेज अब हेर्नु परेन, तपाईँको आजको डेट रहेको छ 1 जुलाई 2026 र अन्तिममा गुड लक भनेको रहेछ। म पनि तपाईँलाई एकदमै गुड लक नै भन्दै अब चाहिँ अगाडि बढ्नेछु। आज हाम्रो नवीनजीको चाहिँ लकले कतिसम्म साथ दिन्छ र आज कतिसम्म धनलाभ लिएर जान सक्नुहुन्छ हाम्रो नवीनजीले। र उहाँलाई शुभ घन्टीको साथमा चाहिँ म अगाडि बढ्नेछु तपाईँको कार्ड स्क्रैच गर्न तर्फ है ल। र यसो गरी चाहिँ यो नवीनजीको चाहिँ पहिलो कार्ड रहेको छ, जसमा तपाईँले देख्नु नै भएको होला। तपाईँको चाहिँ यो पहिलो कार्डमा चाहिँ गुड लक प्राप्त गर्नुभएको छ नवीनजी। र म पनि तपाईँलाई गुड लक नै भन्न चाहन्छु। अझै तपाईँको चाहिँ कार्ड बाँकी नै रहेको छ, यो भर्खरै सुरुवात नै भएको छ। त्यसैले अब तपाईँ ढुक्क भएर बस्नु होला। र यो दोस्रो कार्डमा फेरि पनि तपाईँको चाहिँ गुड लक नै प्राप्त भएको छ। फेरि पनि तपाईँले दोस्रो कार्डमा गुड लक नै प्राप्त गर्नुभयो। र यो तेस्रो कार्डमा चाहिँ जाने क्रममा तपाईँको चाहिँ ओहो गुड लकको त ह्याट्रिक नै भएको छ। तर पनि केही छैन, तपाईँको 7वटा कार्ड चाहिँ अझै पनि बाँकी रहेको छ। र हेरौँ यो बाँकी रहेको 7वटा कार्डमा चाहिँ आज तपाईँले कतिसम्म धनलाभ लिन सक्नुहुन्छ त हाम्रो नवीनजीले भनेर भन्दै गर्दा तपाईँको चाहिँ यो कार्डमा फेरि पनि गुड लक नै आएको रहेछ साथी। र अब हाम्रो चाहिँ अगाडि बढ्दै जाँदै क्रममा अरू साथीहरू पनि ढिला नगरिकन छिटोभन्दा छिटो हाम्रो कस्टमर सर्भिसमा गएर बुझिहाल्नु होला। तपाईँहरू पनि आएर खेल्न सक्नुहुन्छ है। तपाईँहरूको पनि यो मौका रहेको छ, सबैजना आउन खेल्न सक्नुहुन्छ। तपाईँहरूले पनि हेरेर मात्र समय चाहिँ व्यर्थमा खर्च नगर्नुहोस्। तपाईँहरू पनि आएर एकचोटि जोडिएर राम्रो भन्दा राम्रो राशि लिएर जान सक्नुहुन्छ। जानुहोस् भनेर चाहिँ अब तपाईँहरूलाई आउनुहोस् भनिरहेको छौँ। अब तपाईँहरू पनि आउनुहोस्, एकचोटि आफ्नो आफन्तलाई पनि गएर बताउन सक्नुहुन्छ। तपाईँहरूले आफ्नो परिवारलाई, आफ्नो साथीभाइलाई है। र हो हाम्रो नवीनजीको चाहिँ पुरै कार्ड तपाईँले अहिलेसम्म गुड लक नै प्राप्त गर्नुभएको छ। अब भने तपाईँको 4वटा कार्ड चाहिँ अब बाँकी रहेको रहेछ। र यो 4वटा कार्डमा हेरौँ हाम्रो नवीनजीको चाहिँ लकले कतिसम्म साथ दिन्छ आज र भनेर भन्दै गर्दा ओहो ल। यसमा भने उहाँको चाहिँ 0 देखिसकेको छ साथीहरू। 1 2 3 4वटा ओहो र बधाई छ धेरै भन्दा धेरै ल। हाम्रो चाहिँ नवीनजीलाई है साथीहरू 30,000 सिङ्गापुर डलर ओहो ल। एकदमै धेरै भन्दा धेरै बधाई छ हाम्रो नवीनजीलाई चाहिँ 30,000 सिङ्गापुर डलर चाहिँ एउटै कार्डमा चाहिँ उहाँले जित्न सफल भइसक्नु भएको छ। र एकदमै लकी हुनुहुँदो रहेछ। अन्तिम कार्डमा आएर तपाईँले अन्तिममा आएर एकदमै ठुलो राशि जितिसक्नु भएको छ। र अझै तपाईँको 3वटा कार्ड मध्ये यो थर्ड लास्ट कार्डमा चाहिँ गुड लक आएको रहेछ। अब 2वटा कार्ड बाँकी रहेको छ अझै पनि तपाईँको।
हेरौँ यो दुईवटा कार्डमा चाहिँ तपाईँको लकले कतिसम्म साथ दिनेछ आज भनेर। यो दोस्रो लास्ट कार्डमा चाहिँ जाने क्रममा तपाईँले फेरि पनि गुड लक नै प्राप्त गर्नुभएको रहेछ है नवीनजी। तपाईँले दोस्रो कार्डमा पनि फेरि पनि तपाईँले गुड लक नै प्राप्त गर्नुभएको छ र यो अन्तिम कार्ड रहेको छ हाम्रो नवीनजीको। र यो अन्तिम कार्डमा जाने क्रममा उहाँले फेरि पनि गुड लक नै प्राप्त गर्नुभएको रहेछ है साथीहरू। ल र पनि अब केही छैन, हाम्रो नवीनजीको कार्ड सकिएको छ र उहाँले चाहिँ एउटै कार्डमा हेर्नु होला साथीहरू 30,000 सिङ्गापुर डलर है। कस्तो राम्रो लक भएको मान्छे हुनुहुँदो रहेछ। ल हाम्रो नवीनजीलाई एकदमै धेरैभन्दा धेरै बधाई छ, तपाईँले आएर जोडिनु भयो कार्यक्रममा र तपाईँको एकदमै ठुलो राशि जित्न सफल हुनुभएको छ। पक्कै तपाईँ चाहिँ धेरैजना साथीहरूको चाहिँ मध्येको तपाईँ चाहिँ अहिले लक्की हुनुहुन्छ, किनकि यति राम्रो रकम जित्ने भनेको जो कोहीले चाहिँ जित्नु भएको छैन। त्यसैले अब तपाईँलाई चाहिँ धेरै धेरै बधाई भन्दै हामी चाहिँ ढिला नगरिकन तपाईँले जितेको रकमको हिसाब गर्नेतर्फ जाउँ। तपाईँले जित्नु भएको छ एउटा कार्डमा चाहिँ तपाईँले 30,000 सिङ्गापुर डलर जित्नु भएको छ इन्टु 115ले तपाईँले। ओहो ल एकदमै धेरै भन्दा धेरै बधाई छ हाम्रो नवीनजीलाई। फेरि पनि हेर्नु होला साथीहरू 34,50,000 नेपाली रुपियाँ चाहिँ जित्न सफल हुनुभएको छ आज हाम्रो नवीनजी। र तपाईँलाई चाहिँ एकदमै धेरै धेरै बधाई छ। हाम्रो चाहिँ यो कार्यक्रममा जोडिनु भयो र तपाईँले एकदमै धेरैभन्दा धेरै रकम जित्न सफल हुनुभएको छ। अब तपाईँको चाहिँ यो जितेको रकम पक्कै पनि तपाईँको लागि चाहिँ एकदमै ठुलो रकम रहेको छ, किनकि यो जितेको रकमले तपाईँले अब राम्रोसँग चाहिँ तपाईँको चाहिँ आउने दिनमा तपाईँले चाहिँ सोचेर सदुपयोग गर्नुहोला, किनकि यो जितेको रकम भनेको त ठुलो राशि रहेको छ है। त्यसैले अब तपाईँले जे पनि गर्न सक्नुहुन्छ यो जितेको रकमले। र अब यसलाई चाहिँ तपाईँले सोच विचार गरेर चाहिँ यो सदुपयोग गर्नुहोला भन्दै अब तपाईँको चाहिँ यो फोटो चाहिँ ल्याउनु पर्ने हुन्छ हाम्रो नवीनजीले है। यो फोटो ल्याउनु पर्ने हुन्छ, किनकि यो हाम्रो कस्टमर सर्भिसमा गएर तपाईँले यो स्रोत तपाईँको चाहिँ फोटो देखाउनु पर्ने हुन्छ। त्यसैले तपाईँले यसको फोटो चाहिँ पहिला ल्याउनु होला। र अरू साथीहरू पनि ढिला नगरिकन तपाईँहरू पनि फटाफट जोडिनु होला। तपाईँको पनि मजाले आएर जोडिएर तपाईँले पनि यस्तै राम्रो रकम चाहिँ जितेर जान सक्नुहुन्छ। आज हाम्रो नवीनजीलाई हेर्नु होला, उहाँले कति ठुलो रकम जित्नु भएको छ। त्यसैले तपाईँहरू पनि आउनु होला भन्दै अब चाहिँ म नवीनजीलाई चाहिँ फोटो ल्याउनु भएको छैन भने तपाईँलाई म नजिकैबाट देखाइदिएँ है। र अब हाम्रो चाहिँ नवीनजीको चाहिँ जितेको रकम चाहिँ तपाईँले 10 लाखभन्दा बढी जित्नु भएको छ नवीनजी। त्यसैले तपाईँले यसमा चाहिँ तपाईँको चाहिँ अब कुनै पनि छुट सहुलियत चाहिँ प्राप्त गर्नुभएको छैन। तपाईँले अब गएर हाम्रो कस्टमर सर्भिसमा गएर तपाईँले अरू केही गर्नु परेन। तपाईँ चाहिँ कानुनी प्रक्रियाहरू रहेको छन्। तपाईँको चाहिँ अब के भन्छ यो प्रमाण देखाउनु पर्ने हुन्छ होला, स्रोत खुलाउने प्रमाण तपाईँले चाहिँ डकुमेन्टहरू प्राप्त गर्नुहुन्छ होला तपाईँको। त्यो सबै चाहिँ तपाईँले त्यो प्रक्रियाहरू पुरा गर्नु होला र तपाईँले चाहिँ प्रक्रियाहरू पुरा गर्ने बित्तिकै तपाईँले चाहिँ केही समयभित्र तपाईँ जितेको रकम प्राप्त गर्नुहुन्छ। त्यसैले अब पनि म तपाईँलाई चाहिँ ढिला नगरी यो कार्यक्रमबाट बिदा गर्न चाहन्छु। तपाईँ पनि जानुहोस् छिटोभन्दा छिटो हाम्रो कस्टमर